हेलो गुड मर्निङ। म चाहिँ निर्मल रजाली। आज हाम्रो भैली ग्रुपको टोली चाहिँ बागलुङ कालिका हुँदै पञ्चकोटसम्मको रहनेछ। बिहानको मौसम छ। म चाहिँ गाडी कुरिरहेको छु है साथीहरू। फाइनली गाडी पनि आइसक्यो र हाम्रो भैली टोली कतिको एक्साइटेड छ टुरको लागि। फाइनली गाडी पनि आइसक्यो र हाम्रो भैली ग्रुप भैली ग्रुप चाहिँ एकदमै एक्साइटेड छ है। त्यसपछि हामी चाहिँ यहाँबाट लाग्यौँ। अब हामी दाइँसाप हुँदै सिस्ने झरेर चाहिँ आज हाम्रो चाहिँ यता गलकोट हतिया हुँदै जाने भन्ने छ। त्यसपछि गुङटुङ लाग्यौँ हामी। गुङटुङ पछि फेरि हामी चाहिँ अब यो झेर्दीको बाटो चाहिँ निकै अप्ठ्यारो पनि रहेछ ठुलो गाडीलाई। निकै अप्ठ्यारो बावजुद पनि हामी रमाउँदै अब लगभग सिस्ने झर्न आत्न लाग्यौँ है। सिस्ने झर्न लाग्यौँ। करिब 1 घन्टाको बाटो हिँडिसकेपछि हामी चाहिँ यहाँ सिस्ने दुमे आइपुग्यौँ है। यो चाहिँ तपाईँ हेर्दै हुनुहुन्छ, देखिरहनु भएको चाहिँ अहिले चाहिँ यो चाहिँ सिस्ने पुल हो। यो चाहिँ सिस्ने पुल काटेपछि हामी चाहिँ यो चाहिँ चिउरिनी भिर है। यो चाहिँ चिउरिनी भिर भन्छ यसलाई चाहिँ। यो चाहिँ चोरकाटी बुर्तिबाङको बाटो हो। हामी चाहिँ अहिले गलकोट हटिया हुँदै चाहिँ जाने भन्ने प्रोग्राम छ हाम्रो। त्यही भएर चाहिँ हामी चाहिँ यो बाटो लाग्यौँ। हाम्रो यो गर्ने कार्यक्रम हामीले चाहिँ गरिसकेपछि चाहिँ हामी चाहिँ चोरकाती हुँदै चाहिँ हामी चाहिँ हाइवे समात्यौँ है। अब चाहिँ चोरकाती हुँदै चाहिँ अब हाम्रो चाहिँ यात्रा अब लाग्यौँ र घुम्तीमा ठ्याक्क अप्ठ्यारो रहेछ। ठ्याक्कै झन्नै बाइक आएर किस खानु पो भएन हो गाडीले त। क्या डेन्जरको सिन भएको यार यहाँनिर चाहिँ यार। ओ माइ गड, बाल बच गया भाइ। घुम्दै हामी चाहिँ बालबा अब चाहिँ वामी तक्सर बजार चाहिँ प्रवेश गरिसकेका छौँ है। हामी चाहिँ अब भनेको हामी गलकोट हतियादेखि केही नजिक छौँ। अब हामी चाहिँ यात्रा गलकोट हतियातिरको लागि है। सबैभन्दा सुटेर वर्ल्ड रेकर्ड बनाउने मान्छेहरू वर्ल्ड रेकर्ड बनाउने मान्छेहरू है यिनीहरू। 3 घन्टाको हिँडाइपछि हामी चाहिँ अब लगभग गलकोट बजारबाट केही माथि नै लाग्यौँ। तर साथीहरू लास्टै धेरै सुत्नुभयो यार त्यो क्षणमा। ठिकै छ, त्यही पनि रमणीय क्षण हेर्दै हामी चाहिँ अब भ्लग बनाउँदै आशिष मामाजीले स्टाइल हेरौँ आशिष मामाको। हाम्रो एकदम खलेसाप हुनुहुन्छ यहाँ। फेरि एकदम चस्मा लाएर फोन बिजी, दार्लिङलाई फोन गर्दै होला जहाँसम्म लाग्छ मलाई। त्यही पनि केही छैन, रमाइलो गर्नुपर्छ। 2 दिन बाँचुन्जेल।
भन्छु मैले। हजुर कोदो पाक्ने बेला भएर सुशील यो चाहिँ बागलुङ बजार है। यो चाहिँ बागलुङ बजार हो। हामी चाहिँ केही मिस्टेकले चाहिँ बाटो बिराएर पहिला पञ्चकोट जाने भन्ने कुरोकानी भयो। पञ्चकोट जाँदैछौँ हामी चाहिँ। धानहरू पाकेर एकदम पहेँलै पहेँलो भएको छ। बहुत आनन्द। तल बजार माथि फाँट धानहरू है, बजारदेखि धान एकदम आनन्द लाग्यो। फाइनली हामी पञ्चकोट आइपुग्यौँ। यो चाहिँ पञ्चकोटको दृश्य हो। म चाहिँ देखाइरहेको छु तपाईँहरूलाई। तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस्, घुम्नलाई एकदम रमाइलो छ। र अब हामी खानपानतिर लागिरहेका छौँ। खाना बनाउने तयारी भइरहेको छ। यहाँ कुकहरू हुनुहुन्छ, वरिष्ठ कुकहरू, इन्डियन कुकहरू हुनुहुन्छ, जसले खानासाना तयार बनाइरहनु भएको छ। यहाँ चाहिँ हाम्रो कटिङ हुँदैछ टमाटर। फाइनली अब खाने बेला भइसक्यो। लगभग हामी चाहिँ यहाँ चाहिँ खाना खाइरहेका छौँ है। चिसो चिसो छ, चिसोमा चिसो मासु भात खाएर अब चाहिँ हिमालयन भ्युजमा रेस्टुरेन्टमा खाना खाना कस्तो अनुभव भइरहेछ तपाईँलाई? हाल त अझै पकाइ अब चाहिँ खानासाना खाइसक्यो। अब यहाँबाट हिँड्ने तरकारीमा छ है। ल हिँडियो साथीहरू, बाई बाई पञ्चकोट। नमरेपछि कालाले साँच्चै फेरि भेटौँला है। पञ्चकोटलाई बाई बाई गर्दै लागियो बागलुङ। ओ हेलो, हिमालयन भ्युजमा आएर भात खाँदा कस्तो भइरहेछ? अब त कहिले खानु भने हुन्न। हिमालयन भ्युजमा मिलन रमाइलो गर्दै फेरि एकचोटि पञ्चकोटलाई निहाल्दै हेर्दै चाहिँ हामी चाहिँ अब बागलुङ लागेको जानकारी। यहाँ चाहिँ फाँट चाहिँ बहुत दामी देखिँदो रहेछ यार। जे होस्, फाँट चाहिँ काइटाको के धान पाकेर पहेँले पहेँले भएको है। नहेरौँ भन्दा नि हेरौँ 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 जस्तो लागिरहने कि एकदम कायदाको। यो चाहिँ मलाई बहुत मन पर्यो। र फाइनली हामी चाहिँ यहाँ बागलुङ कालिका मन्दिरको गेटनिर आइपुग्यौँ। अब हामी चाहिँ भित्र प्रवेश गर्नेछौँ। अब चाहिँ बागलुङ कालिका मन्दिरभित्र प्रवेश। ल सबैजना साथीहरू अगाडि अगाडि गइसक्नु भएको छ। म पनि पछाडि पछाडि लागिरहेको छु। टाइम एकदमै कम छ हामीसँग। अझै यहाँदेखि यो पुल बागलुङ मन्दिर घुमेर चाहिँ पुल घुम्ने भन्ने प्लानिङ छ। त्यसै कारणले मन्दिर वरपर चाहिँ यहाँ चाहिँ कालिजहरू निकै छ है। यहाँ चाहिँ कालिजको भालेपट्टिहरू छन्। लगभग 7-8 वटा छ है। यसमा चाहिँ एकछिन यतितिर हेर्ने विचार गरियो। र त्यसपछि मामे सबै यता फर्किँदैन यार एकचोटि। मन्दिर घुमिसकेपछि फर्किने है अब भन्ने प्लानिङमा छौँ है।
माइरको अब चाहिँ हामी कालिका मन्दिरबाट चाहिँ फर्किने क्रममा छौँ हैन। यो चाहिँ बागलुङ कालिका मन्दिर। यहाँ हुनुहुन्छ रमेश राजाली मगर। कस्तो के शैलीको छ मन्दिर, मन्दिरभित्र भगवानको छ कतातिर के शैलीको छ बडो बडो ओ जेएनजी ग्रुप अस्ति बजाउन पाइएन, हामीले त अझै पनि बजाउन पाइएन। बाहिर झलक देखाइदिएको थियो, अहिले अलि भित्र आइयो। तिमीहरूले अहिले कुखुरा देखेनौ यहाँ? अरे यहाँ 8वटा कुखुरा थियो यार। 8वटा कुखुरा मिर्ग देखेको हाल त कहाँ कहाँ हो? उता थियो डाँफे सापे थियो। उमा तल छ कि अहिले जाम्ला। रमेश, दीपक, विजय ए आछस् भाइ। फोटो खिचिरहेको छ नि, त्यही छ त्यही छ, भर पनि त्यही छ, त्यही रहेछ राजनी। यही छ कालो 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 भाले। यहाँ एउटा भाले पोठी उहाँ तारमा बसेछ, 3टा लस्करी काठमा के काठमा। डर लाग्छ। अहिले त्यो बाटोसम्म त ठिकै थियो होइन, बाटोबाट यता लागेपछि त अर्कै हुन्छ है। ए ब्रेक नआनम न, ब्रेक नआनम। यहाँ त टोलतिर हेर्नै नहुने रहेछ। र भानी राम 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 राम।
पारी गएर गाडी लिएर आएको केटा म उता झरेर उमा गएर बस्छु यहीबाट गएको अस्ति मसँग जाँदाखेरि यत्न आएर नि के फर्किने अब धेरै छैन 500 मिटर होला हल्लेर के हिँड्ने क्या यो रोकिने भने झन् हल्लिन्छ क्या यो रोकियो भने हल्लियो भनेर जाने भयो आउन त आइयो फिर्किने कसरी हो भन्ने भइरहेछ यहाँ डर लागेछ तपाईँलाई नि लागेको छैन छिटो फास्टमा नडराउनु डराउनु हो छ नडराउनु अहिले त डर लाग्ने नि छोड्यो दिपक कस्तो भइरहेछ अरे फाइनली ग्यास 11 मिनटपछि चाहिँ हामी उतर्न सफल भयो है सफल भयौं भन्ने हार्ट अट्याक आएन कस्तो लाग्यो कस्तो फिलिङ भइरहेछ त नि एकदम डर लाग्छ के भन्न चाहनुहुन्छ तपाईँ म आउन चाहन्छु कस्तो फिलिङ भयो त म पनि आउँछु भर त म एक्लै दौडिरहेको हो तपाईँ घरतर्फ सास पनि परिसक्यो तपाईँ एकदम फर्स्ट क्लास तपाईँ म आइरहेछु फेरि पनि आउनेवाला तपाईँ त्यही हो ओके अब कोरिडोर हुँदै हामी चाहिँ घरतिर लाग्यो साथी हो बाई बाई